हेलो गाइस, वेलकम टु ब्याक माई एनदर ब्लग होइन। अनि बेजिङको फेमस जग्गा कफी हाउसमा छौँ होइन। अनि हामीसित छन् यहाँ केटाहरू। अनि टक्क हामी चाहिँ यहाँ हेर्नु देख्न सक्नुहुन्छ, यहाँ डेकोरेसन चाहिँ हेर्नु भने यहाँ मनी प्लान्टहरू है। मोबाइल छैन मिलन? मनी प्लान्ट रोप्यो भने चाहिँ नि मिलन पैसा आउँछ अरे कि आफैमा रोप्दा उयो हो कि जस्तो लाग्दैछ मलाई। त्यस्तो होइन, हो यो जस्तो लाग्यो। त्यो होइन उयो सिसा ए अँ यो लहरा पो हो। ऊ त्यस्तो पो हुन्छ जस्तो लागेर त्यो प्लान्टको बोट छ नि त्यो ऊ त्यो हो होइन यो मिलन यो जति यो जति धेरै बढ त्यति होइन। यो मनी प्लान्ट यो कहाँ मनी प्लान्ट र त त्यही हो। जति धेरै बढ त्यति पैसा आउँछ त्यसको पनि उयो हुन्छ नि त, मनी नामै मनी प्लान्ट रोप्ने उयो विधि हुन्छ। अनि टक्क हामी चाहिँ आज कफी हाल्न आएको छौँ होइन। कफी हाउसमा एकदम फेमस जग्गा हो यो। हामी देख्न सक्नुहुन्छ चट्ट यताको भ्यूहरू होइन। उतल पनि बबाल कफी हाउस बनिँदैछ। यहाँ हेर्न देख्न सक्नुहुन्छ यो चाहिँ बबाल कफी हाउस बनिँदैछ। अनि यो चाहिँ जग्गा हाम्रो ताप्लेजुङ बजार, यो चाहिँ फेमस ठाउँ होइन। अनि यहाँ छन् केटाहरू। अनि हामी चाहिँ चट्ट लाएर कफी सफी खाने हो अब होइन। अनि चट्ट देख्न सक्नुहुन्छ डेकोरेसनहरू होइन। अन्त यो गाइज अब खासै भिडियो पनि बनाउनु पाइँदैन होइन। अनि लाज लाग्छ होइन। अनि त्यो गाइज यो जग्गामा अहिले चाहिँ मर्निङ टाइम छ होइन। अनि बिहानको समय छ, त्यही भएर खासै कोही छैन। अनि दिउँसो चाहिँ यस्तो बबाल मालहरू आउँछ। बेलुकाको त कुरै नगरौँ न। अनि त्यही गाइज यस्तो बबाल छ गाइज चाहिँ टक्क कफी आयो गाइजहरूलाई। अब टक्क कफी सफी खाने अनि बाटो लाग्ने होइन। फाइनल्ली यहाँ कफी आइसक्यो हाम्रो चाहिँ होइन। क्यामेरा धेरै हाल्यो आमो फर्स्ट बाइट घ्याम्पे हाने घ्याम्पे यता चाहिँ कोरियन बोय अरे फेरि होइन। म हेरौँ न ठ्याक्कै कोरियन जस्तै जानु। मेरो नि हाँसो त्यस्तै छ किन हौ? के लाज हुन्छ हौ? ठिकै छ, एक दिन लाउरे नै हुने हो अन्त। अनि त्यही गाइज अब कुनै दिन चाहिँ यहाँनिर दिउँसो पनि आएर बनाऊँ होइन, बनाउँला भिडियो। अहिले चाहिँ मर्निङ टाइम छ, त्यही भएर खासै मान्छे नै छैनन् क्या। सबै अब कलेज स्कुल जाने टाइम भएको छ, त्यही भएर पनि छैनन् होइन, चहल पहल छैन। दिउँसो र बेलुका चाहिँ एकदम धेरै मान्छे हुन्छन् होइन। अनि त्यही हो के 10-15 भ्युज मात्रै। यो भाइले मलाई च्यालेन्ज हाने होइन, मिलियन भ्युज जाओस् है ल गाइज। यो दाइले च्यालेन्ज हान्नु 10-15 भ्युज मात्रै आउँछ भनेर गाइज। चट्ट मिलियन भ्युज जाओस् होइन। अनि अब चट्ट कफी सफी खानुपर्ने हुन्छ। अनि बाटो लाग्ने हो कफी खाएर होइन। अनि खै यो चेयर छैन त हो केटाहरूको, चटपटै नि खाउँ हुनु पर्यो 100 रुपियाँ छ मस्त। 100 रुपियाँ छ, पैसा त बढेको 50को भनौँ 20 छ ल। एकछिन नखाउँ न म भनेर पुग्छ होइन। मसँग 2टा कफीको पुग्छ होइन ठिक न। ए मजाले हाम्रो चाहिँ पैसा कलेक्सन हुँदैछ यहाँ। 20 रुपियाँ यता मिलन कति रुपियाँ छ? 100 ए पैसा त निस्कै गर्छ त नि। 40 रुपियाँ भइहाल्यो। मेरो त 50 रुपियाँ मात्रै खर्च हुने भयो। आन्टी चटपटे बनाइदिनु न ल। 50 को बनाइदिनु ल। अब चट्ट 50 को चटपटे आउँदैछ होइन। होइन 2टा कफी कसरी रुपियाँ? यो 50 रुपियाँ गोटा होइन, 60 रुपियाँ गोटा। सोधिएछु कति कफी हो। आन्टी कफीलाई त कति भयो? ए हुन्छ 50 को बनाइदिनु। 60 रुपियाँ। 60 दिन 120 म 50 रुपियाँ। ए होइन नि 100
कस्तो 50 रुपियाँ कस्तो एक 180 180 कफीको अनि 50 को चट्ट मैले चाहिँ पैसा झोलामै राखेको उसले राख्छु गाइज चट्ट अब यहाँ पैसा कलेक्सन गर्नु ल गाइज पैसा खोइ मेरो तर्फबाट आयो 100 रुपियाँ मेरो तर्फबाट 100 रुपियाँ ल पैसा कलेक्सन गरेर हान्नुपर्छ गाइज के गर्नु हो गरिब भएपछि यस्तै छ होइन अब खाजा खान पनि पुरै पैसा कलेक्सन गरेर हान्नुपर्छ होइन अनि त्यही हो गाइज कहिले युट्युबबाट पैसा आउँछ र केटाहरूलाई एक्लै खुवाइदिनु हो खाजा होइन केटाहरूले चाहिँ खाइसक्नु आँट्यो कफी बवाल हुन्छ क्या कफी है भयो नि होइन अनि 15 मिनटको त हान्नुपर्ने हुन्छ नि होइन ध्यान दिनै छैन त्यस्तै छ गाइस जे छ फुलहरू चाहिँ बवाल छ क्या यहाँनिर नि फुलहरू तल हुन्छ यता होइन गाइस र गाइस हाम्रो चाहिँ चट्ट फाइनल्ली चटपटे नै आइपुग्यो होइन हामी चटपटेर बिहानै चटपटेर कफी हान्दैछन् केटाहरू चाहिँ मलाई चाहिँ खासै मन पर्दैन क्या यो चटपटे फेरि रह्यो पनि अब हाल्नु न त होइन बाबा त्यस्तै छ होइन अब मर्निङको टाइममा